Welcome to I Am Twin One. मिनी ब्लग गाइज हेर्न सक्नुहुन्छ। आज चाहिँ म सर्ट कुर्ता लाएर रेडी भइसकेको छु, जहाँ चाहिँ म आज चाहिँ सानमाको घर जाँदैछु होइन। म चाहिँ झोलासोला प्याकिङ गरेर बसिरहेको थिएँ होइन। त्यसपछि म चाहिँ नानीलाई पर्खिरहेको थिएँ। नानी 4 बजे आउँछ होइन। मेरो चाहिँ आज 2 बजे छुट्टी भएको थियो। पछि गाइज मैले चाहिँ घडी बाँध्न लाएँ होइन, हातमा टक्क लाएर होइन गाइज। त्यसपछि मैले घडी बाँधेँ। त्यसपछि अब नास्ता खानु पर्यो भनेर नास्ता खानेतिर लागेको गाइज होइन। म चाहिँ नानीलाई हेर्दै थिएँ। म चाहिँ कति बेला आउँछ भनेर। टाइम चाहिँ सायद 3:58 भइसकेको थियो होइन गाइज। त्यसपछि मैले मेकअप पत्तै गर्न लगाएँ होइन, हेर्न सक्नुहुन्छ। फेरि मैले धेरै मेकअप त लाउन्न, अलिअलि पाउडर हो मात्रै होइन। धेरै केही लाउन्न, मेरो फेसमा पिम्पल्सहरू आइहाल्छन्, थाहै छ गाइज। कपाल सपाल बाँधेर टिका सिका लगाएर सिम्पल गर्ल भएर सर्ट कुर्तीमा भएर जान लागेको छु होइन। हेर्न सक्नुहुन्छ गाइज होइन। मेरो कपाल भन्दा बित्तिकै हुरुक्केँ म त। तर यो कुर्ताको नेक अलिक कस्तो अर्कै रहेछ गाइज, हेर्न सक्नुहुन्छ। कस्तो अर्कै देख्यो होइन गाइज होइन। मलाई त्यही पनि डन गाइज, राम्रो देखे पनि खत्रै भनौँ भन गाइज। त्यसो मैले चाहिँ के गर्नु लाग्यो होइन गाइज, हेर्न सक्नुहुन्छ होइन। गाइज सायद मैले लिपस्टिक लाउनु लागेको थिएँ क्या होइन त्यति बेला। आई डोन्ट नो बट गाइज मैले पहिला बनाएको पछि भोइस गर्छु, थाहै छ होला। गाइज लिपस्टिक अलिक बाक्लो भइरहेछ होइन। हेर्नुहुन्छ मलाई फेरि बाक्लो लिपस्टिक मनै पर्दैन। अब मैले पोस्न लागेको होइन। बाक्लो लिपस्टिक लाउँदा बित्तिकै अलिक अर्कै देखिने कि होइन। स्टुडेन्ट हो गएर गाइज, त्यो मलाई बाक्लो लिपस्टिक मन पर्दैन। त्यही भने अलिअलि मात्र लाउनु मनपर्छ, न त धेरै लाउँदैन होइन। अलिअलि लाएँ। त्यसपछि एकछिन अब सरसफाइ गर्न पऱ्यो। यता झ्यालतिर हेर्न लाएँ होइन गाइज। झोलासोला प्याकिङ गरेको किताबहरू हाल्नु पऱ्यो, पढ्नुपर्छ गाइज होइन। हेर्न सक्नुहुन्छ 11 क्लासमा आइसकेको छु, नपढेर के गर्ने। मेकअप पाती त अब मुख त कति हो हेरेको, ऐना त हेरेको गाइज, हेर्न सक्नुहुन्छ। किनकि म पनि नक्कली छु भनौँ रे होइन। त्यस्तो छु। त्यसपछि मैले अलिअलि काम गरिसकेपछि आर्यको इन्तजार गर्दा गर्दै ठ्याक्कै आर्य आएँ। त्यसपछि आर्य आइसकेपछि आर्यलाई रेडी गर्नुलाई, किताब निकाल्ने र त काम गर्नुलाई, त्यसपछि नास्ता खाने दिने सबै गर्नुलाई यसलाई रेडी गरेर आइसकेको थिएँ। यसको बुकहरू निकालेर झोला प्याकिङ गर्न थियो होइन गाइज। यसले पनि बुकहरू होमवर्कहरू हेरिरहेको थियो। रुमहरू हेर्न सक्नुहुन्छ, यस्तो फोहोर थियो। आउँदा बित्तिकै कपडा यस्तो भुइँमा फाल्छ, यसले देख्नुहुन्छ गाइज होइन। यसको कामै त्यही हो। म चाहिँ स्याहार्नु पऱ्यो। कस्तो कि गाइज ठ्याक्कै फोन आयो कि ड्याडको होइन। मैले एकछिन कुरा गरेँ होइन। त्यसपछि फेरि बोल्न आएको, भोइस गर्न आयो होइन गाइज, केही छैन। त्यसपछि ठ्याक्कै सानमा आउनुभयो। सानमाको एन्ट्री भयो। सानमा आएपछि अब हामीलाई रेडी हो भन्नुभयो। हामी चाहिँ गाडीको वेटमा थियौँ। त्यसपछि हामी चाहिँ चल्दिएको ल गाइज। त्यसपछि म जुत्ता लगाएर सानमाले हामीलाई रेडी हो भनेर हामी चाहिँ चल्दिएको। ओके अब यसको पछि हेर्दै गर्नु ल। म चाहिँ गाडीमा बसेर भ्यू हेर्दै भिडियो बनाएको थिएँ होइन गाइज, हेर्न सक्नुहुन्छ। मलाई गाडी चाहिँ कस्तो प्याक थियो के भनौँ। कस्तो गर्मी भएर प्याक भएर आयौँ। पछि अब अलिक खुल्ला भयो। त्यसै अलिअलि छटछुट भएर भिडियो गरायौँ होइन। यसले चाहिँ मेहन्दी देखायो गाइज। आज 1 मनपछि गाडी चलेको क्या हो, त्यही भएर कस्तो टाउको दुखेर झालतिन भएर हावा खाँदै बसेको थिएँ। त्यसपछि हामी चाहिँ गाडीबाट झरेर सानोमा घरतिर लागिरहेको थियौँ। बाटोबाट अलि त्यहाँ ठ्याक्कै गाडी घरतिर त पुग्दैन, अलि बाटो हिँड्नुपर्छ होइन। त्यो हिँड्दै थियौँ होइन गाइज। भ्यू हेर्नु सक्नुहुन्छ, घाँसहरू फलेर कति राम्रो भएको थियो। त्यसपछि गाइज मेरो हातमा आइफोन, यानि कि सानोको आइफोन मेरो हातमा थियो। मैले चाहिँ टिकटक गराएँ होइन गाइज। थाहै छ मेरो हातमा मोबाइल भयो भने मैले के गर्छु भन्ने टिकटक गराएँ। त्यसपछि